हेलो सम्पूर्णमा नमस्कार। देवगुरु च्यानलमा स्वागत छ तपाईहरुलाई। कम्पनी फर्मेसन सम्बन्धी केही प्रश्नहरू र उत्तरहरू जुन बढी इम्पोर्टेन्ट हुन्छ, एक्जामिनेसन पोइन्ट अफ भ्यूबाट महत्त्वपूर्ण हुने प्रश्नहरू र उत्तरहरू विद्यार्थीबाट यो सम्बन्धी कुराहरू आएको हुनाले मैले सो च्याप्टरसँग सम्बन्धित कम्पनी फर्मेसनसँग सम्बन्धित रहेका केही प्रश्नहरू र त्यसको उत्तरहरू सहित ल्याएको छु। भिडियो छोटो बनाउने सोचाइ भएको हुनाले एक्सप्लेनेसन मैले लामो गर्ने छैन। अब भिडियो छोटो बनाउने कोसिस हुन्छ मेरो र विद्यार्थी भाइ बहिनीहरू क्वेशन नम्बर 1 मा स्टेट एनी टु कन्टेन्ट्स इन्क्लुडेड इन मेमोरेन्डम अफ एसोसिएसन भनेको छ। यो MOA भन्छ सर्टकटमा, मेमोरेन्डम अफ एसोसिएसन। अब यो एउटा इम्पोर्टेन्ट डकुमेन्ट हो। कम्पनीका कतिपय दस्तावेजहरू डकुमेन्ट्सहरू इम्पोर्टेन्ट हुन्छन्, त्यसमध्ये मेमोरेन्डम अफ एसोसिएसन पनि एउटा हो। कम्पनी रजिस्ट्रेसन गर्ने बेलामा दर्ता गर्ने क्रममा यो एउटा महत्त्वपूर्ण डकुमेन्ट हो जुन आवश्यक पर्दछ। सो सम्बन्धी क्वेसन हो। मेमोरेन्डम अफ एसोसिएसनमा के कुराहरू उल्लेख गरिएको हुन्छ, लेखिएको हुन्छ भन्ने क्वेसन हो। कस्ता विषयवस्तुहरू हुन्छन् भन्ने क्वेसन हो। कन्टेन्ट्सहरू के हुन्छ भनेको छ। एउटा चाहिँ हामी नेम अफ द कम्पनी, कम्पनीको नाम, कम्पनीको बारेमा। त्यसपछि अर्को अब्जेक्टिभ्स अफ द कम्पनी, कम्पनीका उद्देश्यहरू पनि लेखिएको हुन्छ। केमा लेखिएको हुन्छ? मेमोरेन्डम अफ एसोसिएसनमा। MOA के हो? एउटा डकुमेन्ट हो, इम्पोर्टेन्ट डकुमेन्ट हो कम्पनीको। त्यसरी बुझ्न पनि हामी सक्छौँ। त्यस्तै गरी क्वेसन नम्बर 2 मा व्हाट इज इस्युड क्यापिटल भनेको छ। इस्युड क्यापिटल, इस्युड क्यापिटल इज दैट पार्ट अफ अथोराइज्ड क्यापिटल विच इज अफर्ड बाई द कम्पनी टु द पब्लिक फर सब्सक्रिप्सन। कम्पनीले पब्लिकको लागि, पब्लिक सब्सक्रिप्सनको लागि कम्पनीले अफर गरेको हुन्छ। त्यो अफर गरेको सेयरलाई इस्युड क्यापिटल भनिन्छ। इन्भाइटेड गरेको सेयरबाट जति पनि क्यापिटल कलेक्सन हुन्छ, द्याट इज इस्युड क्यापिटल। ओके, सो इट इज द पार्ट अफ अथोराइज्ड क्यापिटल। अथोराइज्ड क्यापिटलको यो पार्ट हुन जान्छ। अथोराइज्ड क्यापिटल भनेको कम्पनीले कति सेयर उठाउन पाउँछ त, म्याक्सिमम लिमिटमा उसले कति सेयर कलेक्सन गर्न पाउँछ, उठाउन पाउँछ, सो सम्बन्धी व्यवस्था गरिएको हुन्छ, जसलाई हामी अथोराइज्ड क्यापिटल भनेर बुझ्नुपर्छ। त्यस्तै गरी क्वेसन नम्बर 3 मा रहेको छ व्हाट इज अ प्राइभेट कम्पनी। प्राइभेट कम्पनी भनेको के हो भनेको छ। तपाईले सुन्नुभएकै होला, प्राइभेट कम्पनी, पब्लिक कम्पनी, प्राइभेट लिमिटेड, हैन, पब्लिक लिमिटेड। सो यहाँ क्वेसन व्हाट इज अ प्राइभेट कम्पनी भनेर सोधेको छ। अ प्राइभेट कम्पनी इज वान विच रेस्ट्रिक्ट्स ट्रान्सफर अफ सेयर्स। ट्रान्सफर अफ सेयरमा रेस्ट्रिक्सन हुन्छ, लिमिट्स द नम्बर अफ मेम्बर्स, मेम्बरको लिमिटेसन हुन्छ, र डज नट इन्भाइट द पब्लिक टु सब्सक्राइब इट्स सेयर्स। कम्पनीको सेयर पब्लिकलाई इस्यु गरेको हुँदैन। ओके, डज नट इन्भाइट भनेको छ। त्यस्तै गरी क्वेसन नम्बर 4 मा रहेको छ राइट इन ब्रिफ अबाउट आर्टिकल्स अफ एसोसिएसन। AOA, आर्टिकल्स अफ एसोसिएसन भनेको दिज आर द रुल्स एन्ड रेगुलेसन्स। आर्टिकल्स अफ एसोसिएसन भनेको दिज आर द रुल्स एन्ड रेगुलेसन्स द्याट गभर्न द इन्टरनल म्यानेजमेन्ट अफ द कम्पनी। कम्पनीको जुन व्यवस्थापन हुन्छ, कम्पनीको जुन इन्टरनल म्यानेजमेन्ट हुन्छ नि, कम्पनी म्यानेजमेन्ट गर्ने विषयमा रुल्सहरू, रेगुलेसन्सहरू हुन्छ, त्यसको समग्र रूप भनेको आर्टिकल्स अफ एसोसिएसन हो। यो पनि कम्पनीको लागि धेरै महत्त्वपूर्ण डकुमेन्ट हो, कागजात हो। कम्पनी रजिस्ट्रेसन गर्ने क्रममा, कम्पनी दर्ता गर्ने क्रममा पनि यो डकुमेन्ट आवश्यक पर्दछ। दिस इज अल्सो भेरी इम्पोर्टेन्ट डकुमेन्ट। त्यस्तै गरी अर्को प्रश्न रहेको छ डिफाइन इक्विटी सेयर्स एन्ड प्रिफरेन्स सेयर्स भनेको छ। 5 मा हेर्नु होला। इक्विटी सेयर्स आर सेयर्स विथ भोटिङ राइट्स एन्ड भेरिएबल डिभिडेन्ड्स। डिभिडेन्ड्सहरू प्राप्त गर्न सक्छ, भोटिङ राइट्सहरू पनि हुन्छ, त्यस्तो सेयर्सलाई इक्विटी सेयर्स भनिन्छ। त्यस्तै गरी प्रिफरेन्स सेयर्स हुन्छ अर्को नाम, अर्को टाइपको सेयर हो यो प्रिफरेन्स सेयर्स भनेको। यसमा चाहिँ फिक्स डिभिडेन्ड हुन्छ र प्रायोरिटी इन द रिपेमेन्ट अफ क्यापिटल। यो भन्न खोजेको के भन्दाखेरि अब यो दुईटा टाइप्सहरू देखिन्छ, इक्विटी सेयर्स, प्रिफरेन्स सेयर्स। यो सेयरको टाइप हो भनेर बुझ्नु होला। जसमध्ये प्रायोरिटी भने प्रिफरेन्स सेयर्सले पाउँछ। मतलब प्रिफरेन्स सेयर्स होल्ड गर्ने जो होल्डर्सहरू हुन्छन् उनीहरूले चाहिँ इक्विटी सेयर्स होल्डर्स र प्रिफरेन्स सेयर होल्डर्समा प्रायोरिटीमा को हुन्छ भन्दा, कम्पनीको साइडबाट प्रायोरिटीमा को हुन्छ भन्दा प्रिफरेन्स सेयर होल्डर्सहरू प्रायोरिटीमा आउँछन् कि। मतलब पहिले प्रिफरेन्स सेयर होल्डर्सहरूलाई दिनुपर्ने रिटर्नहरू दिने, हैन, त्यसपछि फिर्ता गर्नुपर्ने बेलामा पनि, क्यापिटल फिर्ता गर्ने कुरामा पनि उनीहरू फर्स्ट प्रायोरिटीमा पर्छन्। र त्यसपछि हैन जुन बाँकी रहन्छ त्यसमा चाहिँ इक्विटी सेयर होल्डर्सहरूको
अधिकार हुने गर्दछ भनेर बुझ्नुपर्छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, स्टेट द क्यारेक्टरिस्टिक्स अफ अ कम्पनी भनेको छ। द मेन क्यारेक्टरिस्टिक्स अफ अ कम्पनी आर सेपरेट लिगल एन्टिटी। कम्पनी भनेको सेपरेट लिगल एन्टिटी हो होइन। अब यो आर्टिफिसियल पर्सन हो, कम्पनी भनेको आर्टिफिसियल पर्सन हो, कानुनद्वारा सिर्जित हुन्छ, कानुनद्वारा निर्मित हुन्छ। सो वी क्यान से इट्स अ सेपरेट लिगल एन्टिटी एन्ड लिमिटेड लायबिलिटी। कम्पनीको दायित्व सीमित हुन्छ भनेर बुझ्नुपर्छ, लिमिटेड लायबिलिटी हुन्छ। ओके, यहाँसम्म हेरिदिनु भयो। के कस्तो लाग्छ? कुन टपिकमा अथवा कुन प्रश्नहरूमा तपाईँले भिडियो बनाएको चाहनुहुन्छ र कस्तो विषयवस्तुमा भिडियो भयो भने तपाईँलाई सहज हुन्छ त्यसको बारेमा कमेन्टमा लेखिदिनु होला। पक्कै पनि हाम्रो भेट त्यो भिडियोमा हुनेछ। थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भयो। हेलो सम्पूर्णमा नमस्कार। देवगुरु च्यानलमा स्वागत छ तपाईँहरूलाई। कम्पनी फर्मेसन सम्बन्धी केही प्रश्नहरू र उत्तरहरू जुन बढी इम्पोर्टेन्ट हुन्छ, एक्जामिनेसन पोइन्ट अफ भ्यूबाट महत्त्वपूर्ण हुने प्रश्नहरू र उत्तरहरू विद्यार्थीबाट यो सम्बन्धी कुराहरू आएको हुनाले मैले सो च्याप्टरसँग सम्बन्धित, कम्पनी फर्मेसनसँग सम्बन्धित रहेका केही प्रश्नहरू र त्यसको उत्तरहरू सहित ल्याएको छु। भिडियो छोटो बनाउने सोचाइ भएको हुनाले एक्सप्लेनेसन मैले लामो गर्ने छैन। अब भिडियो छोटो बनाउने कोसिस हुन्छ मेरो र विद्यार्थी भाइ बहिनीहरू। क्वेसन नम्बर 1 मा स्टेट एनी टु कन्टेन्ट्स इन्क्लुडेड इन मेमोरेन्डम अफ एसोसिएसन भनेको छ। यो MOA भन्छ सर्टकटमा, मेमोरेन्डम अफ एसोसिएसन। अब यो एउटा इम्पोर्टेन्ट डकुमेन्ट हो। कम्पनीका कतिपय दस्तावेजहरू, डकुमेन्ट्सहरू इम्पोर्टेन्ट हुन्छन्, त्यसमध्ये मेमोरेन्डम अफ एसोसिएसन पनि एउटा हो। कम्पनी रजिस्ट्रेसन गर्ने बेलामा, दर्ता गर्ने क्रममा यो एउटा महत्त्वपूर्ण डकुमेन्ट हो जुन आवश्यक पर्दछ। सो सम्बन्धी क्वेसन हो। मेमोरेन्डम अफ एसोसिएसनमा के कुराहरू उल्लेख गरिएको हुन्छ, लेखिएको हुन्छ भन्ने क्वेसन हो। कस्ता विषयवस्तुहरू हुन्छन् भन्ने क्वेसन हो। कन्टेन्ट्सहरू के हुन्छ भनेको छ। एउटा चाहिँ हामी नेम अफ द कम्पनी, कम्पनीको नाम, कम्पनीको बारेमा। त्यसपछि अर्को अब्जेक्टिभ्स अफ द कम्पनी, कम्पनीका उद्देश्यहरू पनि लेखिएको हुन्छ। केमा लेखिएको हुन्छ? मेमोरेन्डम अफ एसोसिएसनमा। MOA के हो? एउटा डकुमेन्ट हो, इम्पोर्टेन्ट डकुमेन्ट हो कम्पनीको। त्यसरी बुझ्न पनि हामी सक्छौँ। त्यस्तै गरी क्वेसन नम्बर 2, क्वेसन नम्बर 2 मा व्हाट इज इस्युड क्यापिटल भनेको छ। इस्युड क्यापिटल, इस्युड क्यापिटल इज द्याट पार्ट अफ अथोराइज्ड क्यापिटल विच इज अफर्ड बाई द कम्पनी टु द पब्लिक फर सब्सक्रिप्सन। कम्पनीले पब्लिकको लागि, पब्लिक सब्सक्रिप्सनको लागि कम्पनीले अफर गरेको हुन्छ। त्यो अफर गरेको सेयरलाई इस्युड क्यापिटल भनिन्छ। इन्भाइटेड गरेको सेयरबाट जति पनि क्यापिटल कलेक्सन हुन्छ, द्याट इज इस्युड क्यापिटल। ओके, सो इट इज द पार्ट अफ अथोराइज्ड क्यापिटल। अथोराइज्ड क्यापिटलको यो पार्ट हुन जान्छ। अथोराइज्ड क्यापिटल भनेको कम्पनीले कति सेयर उठाउन पाउँछ त, म्याक्सिमम लिमिटमा उसले कति सेयर कलेक्सन गर्न पाउँछ, उठाउन पाउँछ, सो सम्बन्धी व्यवस्था गरिएको हुन्छ, जसलाई हामी अथोराइज्ड क्यापिटल भनेर बुझ्नुपर्छ। त्यस्तै गरी क्वेसन नम्बर 3 मा रहेको छ व्हाट इज अ प्राइभेट कम्पनी। प्राइभेट कम्पनी भनेको के हो भनेको छ। तपाईँले सुन्नुभएकै होला, प्राइभेट कम्पनी, पब्लिक कम्पनी, प्राइभेट लिमिटेड होइन, पब्लिक लिमिटेड। सो यहाँ क्वेसन व्हाट इज अ प्राइभेट कम्पनी भनेर सोधेको छ। अ प्राइभेट कम्पनी इज वान विच रेस्ट्रिक्ट्स ट्रान्सफर अफ सेयर्स। ट्रान्सफर अफ सेयरमा रेस्ट्रिक्सन हुन्छ, लिमिट्स द नम्बर अफ मेम्बर्स, मेम्बरको लिमिटेसन हुन्छ, र डज नट इन्भाइट द पब्लिक टु सब्सक्राइब इट्स सेयर्स। कम्पनीको सेयर पब्लिकलाई इस्यु गरेको हुँदैन। ओके, डज नट इन्भाइट भनेको छ। त्यस्तै गरी क्वेसन नम्बर 4 मा रहेको छ राइट एन्ड ब्रिफ अबाउट आर्टिकल्स अफ एसोसिएसन। AOA, आर्टिकल्स अफ एसोसिएसन भनेको दिज आर द रुल्स एन्ड रेगुलेसन्स। आर्टिकल्स अफ एसोसिएसन भनेको
These are the rules and regulations that govern the internal management of the company. कम्पनीको जुन व्यवस्थापन हुन्छ, कम्पनीको जुन इन्टरनल म्यानेजमेन्ट हुन्छ नि, कम्पनी म्यानेजमेन्ट गर्ने विषयमा रुल्सहरू रेगुलेसन्सहरू हुन्छ। त्यसको समग्र रूप भनेको आर्टिकल्स अफ एसोसिएसन हो। यो पनि कम्पनीको लागि धेरै महत्त्वपूर्ण डकुमेन्ट हो, कागजात हो। कम्पनी रजिस्ट्रेसन गर्ने क्रममा, कम्पनी दर्ता गर्ने क्रममा पनि यो डकुमेन्ट आवश्यक पर्दछ। दिस इज अल्सो भेरी इम्पोर्टेन्ट डकुमेन्ट। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, डिफाइन इक्विटी सेयर्स एन्ड प्रिफरेन्स सेयर्स भनेको छ। 5 मा हेर्नु होला। इक्विटी सेयर्स आर सेयर्स विथ भोटिङ राइट्स एन्ड भेरिएबल डिभिडेन्ड्स। डिभिडेन्ड्सहरू प्राप्त गर्न सक्छ, भोटिङ राइट्सहरू पनि हुन्छ। त्यस्तो सेयर्सलाई इक्विटी सेयर्स भनिन्छ। त्यस्तै गरी प्रिफरेन्स सेयर्स हुन्छ अर्को नाम। अर्को टाइपको सेयर हो यो प्रिफरेन्स सेयर्स भनेको। यसमा चाहिँ फिक्स डिभिडेन्ड हुन्छ र प्रायोरिटी इन द रिपेमेन्ट अफ क्यापिटल। यो भन्न खोजेको के हो भन्दाखेरि, अब यो दुईवटा टाइप्सहरू देखिन्छ, इक्विटी सेयर्स, प्रिफरेन्स सेयर्स होइन। यो सेयरको टाइप हो भनेर बुझ्नु होला। जसमध्ये प्रायोरिटी भने प्रिफरेन्स सेयर्सले पाउँछ। मतलब प्रिफरेन्स सेयर्स होल्ड गर्ने जो होल्डर्सहरू हुन्छन्, उनीहरूले चाहिँ इक्विटी सेयर्स होल्डर्स र प्रिफरेन्स सेयर होल्डर्समा प्रायोरिटीमा को हुन्छ भन्दा, कम्पनीको साइडबाट प्रायोरिटीमा को हुन्छ भन्दा प्रिफरेन्स सेयर होल्डर्सहरू प्रायोरिटीमा आउँछन् कि। मतलब पहिले प्रिफरेन्स सेयर होल्डर्सहरूलाई दिनुपर्ने रिटर्नहरू दिने होइन। त्यसपछि फिर्ता गर्नुपर्ने बेलामा पनि, क्यापिटल फिर्ता गर्ने कुरामा पनि उनीहरू फर्स्ट प्रायोरिटीमा पर्छन्। र त्यसपछि होइन जुन बाँकी रहन्छ त्यसमा चाहिँ इक्विटी सेयर होल्डर्सहरूको अधिकार हुने गर्दछ भनेर बुझ्नुपर्छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, स्टेट द क्यारेक्टरिस्टिक्स अफ अ कम्पनी भनेको छ। द मेन क्यारेक्टरिस्टिक्स अफ अ कम्पनी आर सेपरेट लिगल एन्टिटी। कम्पनी भनेको सेपरेट लिगल एन्टिटी हो होइन। अब यो आर्टिफिसियल पर्सन हो, कम्पनी भनेको आर्टिफिसियल पर्सन हो, कानुनद्वारा सिर्जित हुन्छ, कानुनद्वारा निर्मित हुन्छ। सो वी क्यान से इट्स अ सेपरेट लिगल एन्टिटी एन्ड लिमिटेड लायबिलिटी। कम्पनीको दायित्व सीमित हुन्छ भनेर बुझ्नुपर्छ, लिमिटेड लायबिलिटी हुन्छ। ओके, यहाँसम्म हेरिदिनु भयो। के कस्तो लाग्छ? कुन टपिकमा अथवा कुन प्रश्नहरूमा तपाईँले भिडियो बनाएको चाहनुहुन्छ र कस्तो विषयवस्तुमा भिडियो भयो भने तपाईँलाई सहज हुन्छ, त्यसको बारेमा कमेन्टमा लेखिदिनु होला। पक्कै पनि हाम्रो भेट त्यो भिडियोमा हुनेछ। थ्याङ्क यू सो मच, यहाँसम्म हेरिदिनु भयो।